कसम मेरो आमा यहाँ छैन मा कसम दाइ हैन तपाईलाई मात्र भनेको जोसुकै याद गर जोसुकै होस् हैन चाहे मन्त्री होस् चाहे प्रधानमन्त्री होस् चाहे जोसुकै कर्मचारी होस् याद गर हैन एकजनाले हेपेर यताउति गर त हैन खेलबाड गर त यो भावनामा के गर्नुपर्छ हामी फेरि जान्छ तँलाई पेट्रोलले चलाउनु पर्छ कि मलाई पेट्रोलले चलाउनु पर्छ तयार हो आम रेडी बुझ्यो नि एउटा कुराको त एन्सर दिन यार मैले एन्सर दिनु पर्छ मैले तिमीसँग नदिने के खाना आयो त यहाँ किन अब एन्सर नदिने भने त अबदेखि हामी नेपाल भन्ने कुरा चाहिँ हामी नेपाल छोड्दैन हामी भन्ने हामी नेपाल भन्ने कुरा हैन र सुमन गुरुङ भन्ने कुरा हैन हाम्रो जिन्दगीको प्रोटेस्टमा आयो भने हैन म फेरि हेर म यही खुट्टा लिएर आउँछु बुझ्यो नि हामीलाई हाम्रो रगत र यत्रो ७४ जनाको परिवारको पुरै नेपालको भावनासँग खेल्न को कोही पनि हैन बुझ्यो नि दाइ म त पैसा सबै गर्छन् क्वेशन सोध्न अनि म भन्छु नि त ल भन्नु ल आछ भन्नु नि त तपाईको के क्वेशन सोध्नु अघि क्वेशन सोधिसक्यो रेकर्डिङ फेरि सुनाउनु त एकजनाले एउटा मोबाइलको गर्दै छैन राख्नु पर्यो नि त अब यस्तो इस्यु हुने मान्छेलाई यस्तो नबुझेको कुरा मेरो मोबाइल मैले डिलिट गर्दै भनेको तपाईसँग खिचेको भिडियो किन खिचाए अनि यति आजको दिनमा माया गरेको तपाईको लागि भनेर मैले यहाँ एउटा भिडियो बनाएको थिएँ नि तपाईलाई यदि केही पर्छ तपाई सहीको बाटोमा हिँड्दाखेरि केही पर्छ भने यो खुट्टाको चिन्ता मेरो गलत बाटो भर डर छैन म आएर हैन अगाडि सबैभन्दा अगाडि म शहीद हुन तयार छु। दर्शक नमस्कार, म दिपेश कुमार डाँफेखरबाट र हिजो मात्र